नेपालले सिडब्ल्युसी लिगको टप 4 मा फिनिश गरेन भने पनि नेपालले 2027 मा हुने ओडिआई वर्ल्ड कप पनि खेल्न सक्छ र नेपालले आफ्नो ओडिआई स्टेटस पनि जोगाइराख्न सक्छ। हेलो नमस्ते, इट्स मी सन्दीप अनि आज हामी स्पोर्ट्स टपिक च्यानलमा कुरा गर्नेवाला छौं। नेपाल यदि टप 4 मा फिनिश गरेन भने पनि नेपालले हुन्छ नि 2027 मा हुने जुन ओडिआई वर्ल्ड कप छ, जुन साउथ अफ्रिका र जिम्बाब्वेमा हुनेवाला वर्ल्ड कप छ, त्यसमा नेपालले कसरी खेल्न सक्छ भन्ने कुरामा हामी आज क्वालिफाई हुन्छ नि नेपाल कसरी क्वालिफाई हुन सक्छ भन्ने कुरामा हामी आज विशेष छलफल गर्नेछौँ है। सबैभन्दा फर्स्टमा कुरा गरौँ 2027 मा हुने जुन वर्ल्ड कप छ त्यसमा हुन्छ नि 14 टिम्स आर गोइङ टु पार्टिसिपेट है। के हुन्छ 14 वटा टिम यहाँ पार्टिसिपेट हुनेवाला छ। 14 वटा टिम मध्ये के हुनेछ, 2 वटा टिम त के हो भन्दाखेरि एज अ होस्ट नेसन उनीहरूले कोटा पाएर क्वालिफाई हुन्छ नि, होस्ट नेसनको कोटाबाट उनीहरू क्वालिफाई हुने हो। एज अ होस्ट नेसनको कोटाबाट क्वालिफाई हुने भनेको टिमहरू हो साउथ अफ्रिका र जिम्बाब्वे। त्यो दुईटा टिम के भयो, अटोमेटिकली क्वालिफाई भयो। त्यस पछाडि अब के हुन्छ भन्दाखेरि दुईटा टिम भइसक्यो, अब बाँकी रह्यो 12 वटा टिम। 12 वटा टिममा चाहिँ के हुन्छ भन्दाखेरि आईसीसी को ओडिआई र्याङ्किङ अनुसार जब त्यो कट अफ टाइम हुन्छ 2027 को अर्ली हुन्छ नि, भर्खर 27 सुरु भएको बेलामा चाहिँ एउटा कट अफ टाइम हुन्छ। त्यो कट अफ टाइममा चाहिँ जुन टिम टप 8 मा छ त्यो टिम चाहिँ के हुन्छ भन्दाखेरि अटोमेटिकल्ली ओडिआई वर्ल्ड कपको लागि क्वालिफाई हुने गर्दछ। एज हुन्छ नि अहिलेको अवस्थामा कुरा गर्ने हो भने टप 8 टिम को छ इन्डिया, न्यूजीलैंड, अस्ट्रेलिया, साउथ अफ्रिका, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, इंग्लैंड। यो टप 8 वटा टिम छ र अब के छ भन्दाखेरि यो 8 वटा टिम मध्ये भित्र पनि यदि होस्ट नेसन चाहिँ हुन्छ नि टप हुन्छ नि आईसीसी को ओडिआई र्याङ्किङ अनुसार टप 8 मा पर्छ भने के हुन्छ, जुन 9 मा रहेको टिम छ हुन्छ नि, ल मानौ एउटा टिम छ भने 9 मा रहेको टिमले के हुने भयो हुन्छ नि अटोमेटिकली के रे क्वालिफाई हुने भयो। अब के छ भन्दाखेरि मानौ अब यदि अब त्यो 27 को अर्लीसम्म हुन्छ नि त, अर्ली 27 मा चाहिँ जिम्बाब्वे र साउथ अफ्रिका दुईटै चाहिँ के भयो टप 8 सम्म रह्यो भने जुन 9 र 10 मा रहेको टिम हुन्छ त्यो चाहिँ अटोमेटिकली आईसीसी ओडिआई र्याङ्किङ अनुसार चाहिँ वर्ल्ड कपको लागि क्वालिफाई हुने गर्दछ। यसरी चाहिँ के हुन्छ टप 2 वटा चाहिँ के हुने भयो ओडिआई र्याङ्किङको 8 वटा के हुने भयो ओडिआई र्याङ्किङको आधारमा क्वालिफाई हुने भयो। 2 वटा के हुने भयो एज अ होस्ट नेसन उनीहरू क्वालिफाई गर्ने भयो। टोटल के भयो यहाँ 10 वटा टिम पुगिसक्यो। अब के चाहियो 4 वटा टिमको लागि मात्रै कोटा खाली छ। अब कुरा गरौँ हामी 4 वटा टिम कसरी क्वालिफाई हुन्छ त। सबैभन्दा पहिला हामी जाउँ च्यालेन्जकोबाट कुरा गरौँ। सिडब्ल्युसी लिगलाई पछाडि राखौँ। अहिले एउटा हुन्छ नि जुन नेपालले खेलिरहेको लिग छ सिडब्ल्युसी लिग, त्योभन्दा तल त्योभन्दा मुनि जुन लिस्ट ए क्रिकेटमा चाहिँ अर्को लिस्ट ए क्रिकेट भनेर चिनिन्छ त्यहाँ अर्को लिग छ है, च्यालेन्ज लिग भनेर हुन्छ नि म्याचहरू हुने गर्दछ, जहाँ चाहिँ के गर्छ भन्दाखेरि 6 वटा टिमलाई 2 वटा ग्रुपमा डिभाइड गरिएको हुन्छ। अनि त्यो 6 वटा टिमबाट के हुन्छ जुन टप 2 टिम्सहरू छ नि 2 वटा ग्रुपमा डिभाइड गरिएको हुन्छ। एउटा ग्रुपको टप 2 टिम्स, अर्को ग्रुपको टप 2 टिम्स। त्यो के हुन्छ भन्दाखेरि वर्ल्ड कप क्वालिफायर प्ले अफको लागि क्वालिफाई हुन्छ है। वर्ल्ड कप क्वालिफायर प्ले अफको लागि उनीहरू सेलेक्ट हुने गर्दछ हुन्छ नि। अहिलेकै अवस्थामा हेर्ने हो भने त्यो च्यालेन्ज लिगको हुन्छ नि ग्रुप ए मा के छ, जर्सी टपमा छ विथ 17 पोइन्ट्स, कुवेत सेकेन्डमा छ 14 पोइन्ट्स, यो त्यस पछाडि 3 मा छ पोपुवा न्यू गिनी, 4 मा छ डेनमार्क। अब हामीलाई 3-4 को त्यति हुन्छ नि फरक पर्ने कुरा भएन। टप 2 टिम्स मात्रै के हुने हो भन्दाखेरि वर्ल्ड कप क्वालिफायर प्ले अफको लागि क्वालिफाई हुने हो। ग्रुप ए मा के भयो जर्सी र कुवेत टपमा छ। त्यसपछि ग्रुप बी मा के छ युगान्डा र इटाली। युगान्डाको 18 पोइन्ट्स छ, इटालीको 16 पोइन्ट्स छ। हङकङ र ब्राइन अब 12 र 9 गरेर के छ उनीहरू 3rd र 4th मा छ हो। अब के हुन्छ ग्रुप ए को टप 2 टिम्स, ग्रुप बी को टप 2 टिम्स 4 टिम भयो। त्यस पछाडि के हुन्छ भन्दाखेरि सिडब्ल्युसी लिग 2 को बटम 4 टिम्स है, टप 4 टिम्स छैन, बटम 4 टिम्स। बटम अहिलेको जुन तल रहेको हुन्छ नि जुन 5 6 7 8 हो, यो 4 वटा हुन्छ नि पोजिसनमा फिनिस गर्ने टिमहरू अहिलेको अवस्थामा हेर्ने हो भने नामिबिया, क्यानाडा, नेपाल र युएई चाहिँ के छ भन्दाखेरि टप हुन्छ बटम 4 मा छ हो। अब के हुन्छ भन्दाखेरि जुन बटम 4 हाम्रो टिमहरू भयो सिडब्ल्युसी लिग 2 को नामिबिया, क्यानाडा, नेपाल र युएई। त्यस पछाडि लिग हुन्छ नि च्यालेन्ज लिगको टप 4 टिम्सहरू अहिलेको अवस्थामा कुरा गर्नुपर्दाखेरि जर्सी, कुवेत, युगान्डा र इटाली हो। यो 8 वटा टिमहरू बीचमा चाहिँ के हुन्छ भन्दाखेरि वर्ल्ड कप क्वालिफायर प्ले अफ हुन्छ। अब यी 8 वटा टिमहरूको वर्ल्ड कप क्वालिफायर प्ले अफबाट यदि हुन्छ नि अब यिनीहरू म्याच खेलिसके पछाडि जुन टिम के हुन्छ टप 4 मा आउने गर्दछन् उनीहरूले के गर्छ
आफ्नो ओडिआई स्ट्याटस पाउने गर्दछ है। उनीहरूको यहाँबाट ओडिआई स्ट्याटस घुम्नेवाला हुँदैन, ओडिआई स्ट्याटस पाउने गर्दछ। सँगसँगै उनीहरू वर्ल्ड कप क्वालिफायरको लागि पनि क्वालिफाई हुने गर्दछ। अब के भयो भन्दाखेरि हो नेपालले यहाँबाट जोगाउन सक्छ आफ्नो ओडिआई मान्यता, आफ्नो ओडिआई स्ट्याटस। अघिल्लो पालि के भयो, पपुवा न्युगिनीले यही गएर खेल्यो, टप 4 मा आउन सकेन, उनीहरूको ओडिआई स्ट्याटस गुम्या हो। तर अब नेपालले यहाँबाट गएर हुन्छ नि, अब मोस्ट प्रोबेबली टप 4 मा फिनिस गर्न अति अति कठिन देखिन्छ कि टप 4 मा फिनिस गर्छ भने त सुनमा सुगन्ध हुन्छ हामी सबैको लागि होइन। तर यदि टप 4 मा फिनिस गर्न सकेन भने अति अति गाह्रो बन्न सक्छ। तर टप 4 मा फिनिस नगरे पनि आत्तिहाल्नु पर्ने खालको अवस्था भने चाहिँ छैन। अब के भयो, च्यालेन्ज लिगबाट आउने टप 4 र चाहिँ सिडब्ल्युसी लिग 2 को चाहिँ बटम 4 टिमहरूबाट जुन टप 4 टिम आउँछ नि त, टोटल 8वटाबाट जुन टप 4 वटा टिम निस्कन्छ, यो टप 4 वटा टिम भयो। त्यस पछाडि अहिले सिडब्ल्युसी लिगमा रहेको जुन माथिल्लोमा रहेको हुन्छ नि त टप 4 टिम्स, अहिलेको अवस्थामा कुरा गर्नु पर्दाखेरि स्कटल्यान्ड, युनाइटेड स्टेट्स, ओमन र नेदरल्यान्ड्स हो। यो 4 वटा के भयो, टोटल 8 वटा टिम भयो। अब यो 8 वटा पछि पनि के हुन्छ भन्दाखेरि आइसिसी ओडिआई र्याङ्किङ अनुसार जुन टिम बटम 2 मा रहेको छ है, जुन टिम हुन्छ नि फुल मेम्बर्सहरूको चाहिँ बटम 2 मा रहेको छ, उनीहरू पनि के गर्छ, वर्ल्ड कप क्वालिफायर खेल्ने गर्दछ। यदि अहिलेको अवस्थामा कुरा गर्ने हो भने है, म अहिलेको अवस्थामा कुरा गरौँ, अब त्यो खेल्ने टिमहरू हुन्छ नि, अब जिम्बाब्वे र आयरल्यान्ड के छ अहिले 11 र 12 मा छ। जिम्बाब्वे के हो, अटोमेटिकल्ली एज अ होस्टेस उनीहरूले के गर्छ भन्दाखेरि वर्ल्ड कप खेलिहाल्छ। त्यही भएर वेस्ट इन्डिज र आयरल्यान्ड के हुन सक्छ भन्दाखेरि वर्ल्ड कप हुन्छ नि क्वालिफायरको लागि तल झर्न सक्छ। वर्ल्ड कप क्वालिफायरको लागि झर्यो भने के हुन्छ, अब त्यहाँ टोटल 10 वटा टिम चाहिँ के गर्छ, खेल्ने गर्दछ। त्यो 10 वटा टिमहरू मध्ये जुन टिमले पनि टप 4 मा फिनिस गर्छ, त्यो टिमले चाहिँ के गर्ने हो भन्दाखेरि 2027 को वर्ल्ड कप खेल्ने हो। तपाईहरुलाई के लाग्छ, के नेपालले यहाँबाट हुन्छ नि अलिकति झन्झटिलो, यो फेज चाहिँ अलिकति झन्झटिलो छ है। अब यदि टप 4 मा फिनिस गरे हुन्छ नि, सिडब्ल्युसी लिगको टप 4 मा फिनिस गर्यो भने आनन्दै छ, टेन्सन भएन। हुन्छ नि आफ्नो ओडिआई स्ट्याटस मजाले हुन्छ नि आफूसँगै रहने भयो। त्यस पछाडि आफू आनन्दले बसे भयो। अब लिगबाट हुन्छ नि, अब त्यो च्यालेन्ज लिगबाट त्यस पछाडि तल बटम 4 टिमहरू तिनीहरू आफै खेल्छ आउँछ होइन। अनि तिनीहरूसँग अब आफू खेलेर राम्रो गर्न सकेर वर्ल्ड कप सिधै खेल्दा भइहाल्थ्यो। अब यदि बटम 4 मा रह्यो भने अलिकति बढी झन्झटिलो चाहिँ हुन्छ। म आफूलाई हुन्छ नि पर्सनली नेपाललाई चाहिँ हुन्छ नि, नेपालले चाहिँ आफ्नो ओडिआई स्ट्याटस जसरी पनि हुन्छ नि जोगाइराख्छ जस्तो लाग्छ है। अब चाहे त्यो अब वर्ल्ड कप क्वालिफायरको प्लेअफहरू खेलेर हुन्छ, कसरी हुन्छ, आफ्नो ओडिआई स्ट्याटस चाहिँ जोगाइरहन्छ जस्तो लाग्छ। तपाईहरुलाई के लाग्छ प्लिज कमेन्ट डाउन। अनि यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब द च्यानल है। अनि सँगसँगै यो भिडियोलाई पनि लाइक गरिदिनु होला। अनि तपाईहरुको सबै क्रिकेट हुन्छ नि लभर साथीहरुलाई पनि यो भिडियो सेयर गरिदिनु होला। थ्यांक फर वाचिङ दिस भिडियो।